हो साथीहरू सबैलाई नमस्कार 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 नमस्कार। आज चाहिँ हाम्रो गहुँ छर्ने कार्यक्रम चलिरहेछ। आज गहुँ छरेर ठ्याक्क उम्काउनु पर्ने छ। साथीहरूले सहयोग गर्नु भएको छ गहुँ छर्नलाई। अब यो सर्लक्कै चाहिँ गहुँ छरेर आज चाहिँ काम भ्याउने हो। गहुँको काम तोरी त छरियो, तोरी फुलेर पहेँलै भएको छ है। अब यति चाहिँ गहुँ छरेर छ्याक्क बनाउनु पर्यो। कृषिबाट चाहिँ अनुदान गहुँ बाँडेको यो वडा कार्यालयले बोरा खोलेर हेर्दा गहुँ चाहिँ 50% चाहिँ किराले खाएको चाहिँ भेटियो। यस्तो बिउ किन बाँडिदियो होला? त्यसले गर्दा अहिले छर्ने बेला बिउको समस्या भयो। धन्दै कता कताबाट बिउ खोजेर ल्याएर छरिएको छ। कृषिले अहिले चाहिँ धोका दियो। ओडाले बाँडेको बिउ एकदमै चाहिँ लगभग 50% चाहिँ बिउ किराले खाएको छ। हेर्नु त्यो रातो रातो त्यो अब दबाईहरू हालेर ल्याएको होला। यसमा पनि यसरी निकाल्यो भने 80% चाहिँ पाल परेको बिउहरू छ कि। यस्तो बिउ चाहिँ दिएर चाहिँ साह्रै धोका दियो। अब यसमा बाहिरबाट खोजेर पनि अरू बिउहरू छर्दै हुनुहुन्छ साथीहरूले। यो सब छरेर चाहिँ उम्कियो के अरे 1 हप्तासम्म कुर्नु पर्यो। 1 हप्ता कुरेपछि अब उम्रियो भने चाहिँ राम्रै भयो। उम्रेन भने अनि फेरि चाहिँ अर्को बिउ ल्याएर फेरि पनि छर्नु पर्यो। टाइम त गएको छैन। गहुँ छर्ने अझै छ टाइम। हाम्रो बलिराम सरले पनि एकदम राम्रोसँग छर्दै हुनुहुन्छ। उता पटेल सरले चाहिँ अब उहाँ मल मिलाएर फाल्ने मान्छे, उहाँले चाहिँ मल फाल्दै हुनुहुन्छ। भर्खरै आइपुगेछ एउटा भाइ, उसले चाहिँ यसो म नसक्ने त्यति बोक्न पनि बोरासोरा बोकेर ल्याइदिएछ। कुमार भन्ने भाइ। अब यस्तै छ यस्तै छ। अब के गर्नु, खेती गर्नै पर्यो। खेती गरेर फाइदा चाहिँ कहिले पनि छैन। प्रविधि नमिलेर पनि हुनसक्छ। अब यस्तै छ। यति त छरियो, अब घोलातिर पनि बाँकी छ, उता पनि छर्नु छ। हस्त साथीहरू अलि बिजी छु। फेरि पनि आउनेछु तपाईँहरूलाई को सामनेमा के कस्तो कुराहरू भइरहेछ, के भइरहेछ भन्ने कुराहरू चाहिँ अवगत गराउँदै जाउँला है फुर्सदको बेलामा। अहिले म बिदा हुन्छु। हस्त नमस्कार।